जेनेरेसन ग्याप। कुनै बेलामा सिम कार्ड किन्नको लागि 2100 रुपैयाँ लाग्थ्यो। 2100, 2100 अनि तलब थियो 1800, 1800। बा आमाले मोबाइल किन्ने भन्ने चलन थिएन, सिम कार्ड दिने भन्ने पनि थिएन। अहिले क्या सजिलो छ। तैपनि केटाकेटी भन्छन् कस्तो सङ्घर्ष छ लाइफमा, लाइफ इज अ स्ट्रगल गफ दिन्छन् केटाकेटीहरू। सामाजिक सञ्जालमा लेख्छन् के, फेसबुकमा, इन्स्टामा, अनेकमा। सङ्घर्ष। बा आमाको काखमा बसेर 2 लाखको आइफोन किनेर कसले भने दाइ दिदीले विदेशबाट पठाइदिएको, यहाँ छ भाइ बहिनीको सङ्घर्ष। के हाँस उठ्छ क्या मलाई। सङ्घर्ष कुन चराको नाम हो। कोखाइ कोखाइ गरेर भात खुवाइरहेछन् क्या बा आमाले। छोराछोरी यहाँ भन्छन् क्या सङ्घर्ष छ जिन्दगीमा भन्छन्। केटाले केटीलाई म्यासेजमा लेखिरहेछ के, लेखिरहेछ, केटाले केटीलाई लेखिरहेछ, केटीले केटा लेखिरहेछ, लाइफ इज सो स्ट्रगल ओ बेबी। राति राति 1 बजीसम्म क्या सङ्घर्ष छ क्या यिनीहरूको। भर्खरै नयाँ खबर सुने, नेपाल टेलिकमले पैसा सकिए पनि फोन नकाटिने सुविधा ल्याएछ। मन्त्री विक्रम तिमल सिन्हालाई धेरै धेरै बधाई। अब मन्त्रीजीको नाम लिने बित्तिकै तपाईँहरू भन्नुहोला तिमल सिन्हा, पौडेलको ससुराली परेछ। ओहो, यो त नेपो ज्वाइँ पो रहेछ। अनि साथीहरू म क्लियर गरिदिन्छु, उहाँ र मेरो फेसबुकको सम्बन्ध बाहेक अरू केही पनि छैन। बढी भए फेसबुकको पोस्टमा लाइक साटासाटसम्म होला, त्यति हो। त्यही माथि उहाँसँग एक थान फोटो पनि खिच्न पाइएनछ। खिचेको भए पनि बधाई दिन हुन्थ्यो। दुःखको कुरा, नानी बाबुहरू फेसबुकमा स्ट्याटस लेख्छन् होइन, लाइफ इज स्ट्रगल। मैले अघि पनि भने नि, उनीहरूले सञ्जालमा लेखेको स्ट्रगल पढ्दाखेरि मिल्ने भए सिप डिलिट गरिदिउँ जस्तो लाग्छ क्या मलाई। एउटा सिम कार्ड किन्दाखेरि तलब कटाएर 300 रुपियाँ उल्टै घाटा लाग्थ्यो हामीलाई। त्यस्तो समयका मान्छे हौँ हामी। अहिले यिनीहरूको लागि विद्यार्थी सिम हुन्छ, 100 रुपियाँ उल्टै दिन्छ क्या नेपाल टेलिकमले। एनसेलले पनि दिन्छ होला, म चलाउन्न। उल्टै पैसा दिन्छ, चलाऊ लैजाऊ खर्च गर होइन। ऋण दिन्छ के, दिँदो केही छैन, ऋण दिन्छ। तिमी फोन गर, अहिले भर्खर सुविधा ल्याएको छ, गर्दै पैसा सक्यो भने फोन नकाट्ने क्या सुविधा ल्याएको छ कि। हाम्रो समयमा उताबाट आएको फोन यहाँबाट रिसिभ गर्दा पनि पैसा काटिन्थ्यो। त्यस्तो समयका मान्छे हौँ हामी। 2 लाख रुपियाँको आइफोन भएन भने उनीहरूको ड्रिम पुरा हुँदैन। हाम्रो ड्रिम भनेको 1800 को मोटोरोला मोबाइल थियो क्या। फोन उठाउनु पऱ्यो, बस अडियो सुन्नु पऱ्यो, भिडियोको कुरै छाडिदिउँ। कुनै बेलामा भिडियो पनि आउँछ होला भन्ने हामी सोचेका पनि थिएनौँ। हाम्रो लागि कोडिङ भनेको माइक्रोसफ्ट डिस्क अपरेटिङ सिस्टम MS DOS थियो कि। 15 दिन सिकायो, कन्ठ गराइ सिकाएको कम्प्युटर इन्स्टिट्युटमा। हाम्रो कोडिङ त्यही थियो। अहिले केटाकेटीहरू चाहिँ यतिकै मोबाइलबाट पाइथन कोड गरिरहेछ कि होइन। स्क्रैच प्रोग्राम छ, 3 कक्षाको बच्चाले स्क्रैच पढिरहेछ अहिले है। उता माइक्रोबिट युज भइरहेछ, कति सजिलो छ। हाम्रो समयमा गेम भनेको मारियो हुन्थ्यो होइन। अझ त्यो पनि होइन, त्योभन्दा पनि अगाडि हामीले मोबाइलमा खेल्ने गेम भनेको स्नेकवाला गेम हुन्थ्यो। गर्ने यति लामो 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 भएर आउँथ्यो, टाउकोले पुछार्छन नहुने। हाम्रो एउटा भनाइ थियो कि नेपालीहरूमा के थियो भने, अन्त पनि छ होला, मरेको सर्पले टाउको र पुछार छोयो जोड्यो भने सर्प फेरि बाँचेर हिँड्छ भन्ने भनाइ थियो। ठ्याक्कै त्यस्तै गेम बनेको थियो कि। टाउको र पुछार जोड्यो भने गयो, मऱ्यो, गेम सकियो, खलास। अहिले केटाकेटीहरू 12-1 बजीसम्म PUBG खेल्छन्, फ्री फायर खेल्छन्, तैपनि यिनीहरूको ड्रिम पुरा हुँदैन। हाम्रो पालामा रेडियो हुनु छुट्टै शान थियो। टिभी त पछि आयो, टिभी आउँदा पनि छुट्टै शान भयो। रेडियोमा सर्ट वेभ र मिडियम वेभ मिलाउँदा हाम्रो आधा जिन्दगी बित्यो। अहिले केटाकेटीहरू डिलिट भइसकेको फाइल रिसाइकल बिनबाट रिस्टोर गर्यो भने फुर्ती लाउँछ, मैले यसरी ल्याएँ होइन। एउटा जब पासवर्ड थाहा भयो भने मैले पासवर्ड ह्याकिङ गरेँ, यो गरेँ गफ दिन्छन् कि। हाम्रो पालामा रिसाइकल गर्न चाहिँ हामी सबैभन्दा जान्ने हो। त्यो बेलाको ब्याट्रीलाई पानीमा उमाल्ने, घाममा सुकाउने, त्यति गर्दा पनि चढेन भने टोकी गर्न चाहिँ ब्याट्रीको इनर्जी निकाल्ने, रेडियो बजाउने। त्यस्तो समयको मान्छे हो हामी। अनि अहिलेको केटाकेटीहरू एउटा पार्टीमा लगाएको लुगा अर्को पार्टीमा लाउँदैनन्। के भन्छन् भने, फोटो आइसकेको छ फेसबुकमा, अब यो लुगा कसरी लाउनु। हाम्रा बाबुबाजालाई हेर न, एउटा हाफकोट लगाएर 50वटा पार्टीमा गइरहेको हुन्थ्यो, नाचिरहेको हुन्थ्यो, रमाइकन उफ्रिरहेको हुन्थ्यो। अहिले भाइ बुढाहरूले कति धेरै भ्युज दिन्थ्यो होला। दुनियाँले भ्युज चाहिएको छ क्या अहिले। अहिलेको बच्चाहरू के भन्छ भने, आमालाई चाहिँ, मम्मी यो साडी त ट्रेन्डमै छैन, कस्तो पुरानो जमानाको मान्छे हो तपाईँ भन्छन्। कमाउनु पर्छ कि केटाकेटी हो, कमाउनु पर्छ। कमाएपछि थाहा हुन्छ ट्रेन्ड हो कि होइन। ट्रेन्डलाई आफूले चलाउने हो कि ट्रेन्ड अनुसार आफू चल्ने हो, कमाएपछि थाहा हुन्छ। बाबाआमाको पैसा लिएर केटाकेटीहरूले ट्रेन्ड चलाइदिएछ क्या अहिले।
यो कोट पहिले लगाइसकेको छ, साडी पहिले लगाइसकेको छ हैन, यो जुत्ता त पहिले लगाइसकेको छ, यस्तो लाउनु हुँदैन, फेसबुकमा आइसक्यो, टिकटकमा आइसक्यो, अर्कै लाउनुपर्छ। हाम्रो समयमा फेसबुक टिकटक केही पनि थिएन। स्कुलको ड्रेस लाएर जाने हो पार्टी सार्टी भनेको, बिहामा जनता जाने भनेको स्कुलको ड्रेस लाएर जाने हो। त्यो समयको मान्छे हो। तैपनि हामीलाई क्या गर्व थियो कि दसैँमा तिहारमा नयाँ लुगा भनेको स्कुलको ड्रेस हुन्थ्यो। स्कुलको ड्रेस लायो हिँड्यो, के आनन्द। स्कुल जाने पनि त्यही, दसैँ तिहारमा लाउने पनि त्यही। हामीलाई अर्को बेग्लै खालको लुगा भइदियो हुन्थ्यो भन्ने पनि थिएन क्या दिमागमा। नयाँ हो नि, लुगा हो नि। सम्भवतः त्यो बेलामा हेटवटा कपडा फ्याक्ट्री चल्थ्यो होला के, हामीले त्यहीँको लुगा लायौँ होला। अहिले विदेशबाट, दुनियाँबाट, टिकटकबाट, अनेकबाट मगाएर, अमेजनबाट मान्छे मगाएर लुगा लगाइरहेछ, तैपनि चित्त बुझिरहेको छैन। ट्रेन्ड मिलिरहेको छैन, के भइरहेको छैन, के भइरहेको छैन। अस्ति अक्षय कुमारको ड्रेसहरू नि कस्तो लगाएको थियो, अक्षय कुमारको ड्रेस। त्यस्तो ड्रेस हामीले टाली टाली लगाएको हो कि, बस्ने ठाउँमा बैठकमा चाहिँ पल परेर अनि टाली टालिकन टेलरमा गएर लुगा सिलाएर अर्को कपडाको चाहिँ टुक्रा टालेर त्यसकै हुन्छ कि कहाँको हुन्छ, गोजीको भित्रपट्टिको भाग हुन्छ कि निकालेर टाल्न लगाएर अनि हामी लुगा लगाएर त्यसै हिँडेको मान्छे हो। इरानले अहिले हर्मुज बन्द गरे जस्तो हाम्रो गोजी बन्द हुन्थ्यो कि, त्यसको कपडा काटेर अन्तलबाट टालिदिन्थ्यो नि त केटाकेटीहरू।